कसैको डर लाग्दैन मलाई कसैले मलाई केही गर्ला कि भनेर मलाई त एक मनमा पनि लाग्दैन बाबु बिस्तारै मेरो एरियामा पनि यसले यो आयो है भन्दाखेरि क्यासेट बजारै थाहा पाउँछन् कि यो आइसक्यो भनेर हैन त्यहाँ वरिपरि छिमेकीहरूले पनि कसैले क्यासेट बजार आउँदैन त मात्रै क्यासेट बजार आउने क्यासेट बजेपछि पक्कै यो आयो भनेर थाहा पाउँछौँ हामी भनेर भन्छन् हैन तर म भ्याली बाहिर हिँड्दा त म जोडले बजार हिँड्छु सुरुमा ट्राफिकहरूले जानकारी समाउनुहुन्थ्यो यो लेडी चलाएर छ भनेर समाउनुहुन्थ्यो अहिले चाहिँ के सबैले चिन्नुभयो कसैले पनि खासै मैले त्यो ट्राफिकले समाउने गरेर पहिलो कुरा म बाटोमा बस्दिनँ हैन ट्राफिकलाई दुःख दिने हिसाबले म हिँड्दिनँ र सकेसम्म ट्राफिकले पनि जा नभन्ने पर्ने हिसाब हिँड्छु क्या म चाहिँ अहिलेसम्म रेकर्डै छैन मेरो चिट काटेको चाहिँ हजुर हेलो दिदी म यहाँ एमिनिटी स्कुल अगाडि छु उकालो माथि हजुर हो त्यहाँ बस्दै गर्नु है त म आएँ ल हस् हस् एकदम 2006 भनेपछि कति वर्ष भयो त नि आफ्नो जग्गा 10 वर्ष जति भएन यो अरे 20 वर्ष जति भयो होला नि त है म 13 वर्षको थिएँ काठमाडौँ आउँदाखेरि पिच बाटोमा मैले पहिला चाहिँ बढार्ने काम गरेँ अनि बढार्ने काम गरिसकेपछि अनि त्यहाँबाट राम्रो काम गरे भनेर ठेकदारले अनि त्यो धुलो हान्ने मिसिन हान्नेमा लगाइदियो अनि त्यहाँबाट पनि झन् राम्रो भयो ल यसले राम्रो काम गर्ने रहेछ भनेपछि मलाई कुकमा राखिदियो अनि म खाना पकाउँथेँ क्या त्यो पिच गर्नेहरूलाई 50-60 जनालाई म खाना खुवाउँथेँ एक्लै खाना पकाएर म एक्लै खुवाउँथेँ 13 वर्षको उमेरमा त्यहाँबाट त्यो पिच गरिसके पछाडि महिनाको अब महिना मरो तलब बुझेको पनि अब उबेलाको 20,000 बुझेको के तलब पनि अनि त्यही तलब आयो अनि जहिले आफैले पिच गरेको बाटोमा चाहिँ काठमाडौँ भनेर हिँड्ने क्या गाडी कस्तो हुँदो रहेछ भने खपा चढेर आएको काठमाडौँ तरकारी छोडेर चिया पसल राखेँ चिया पसलबाट नाङ्लो पसल राखेँ काँक्रो चिरेर बेच्थेँ अनि लुगा कपडा बेच्थेँ फुटपाथमा त्यो काम मन परेन अर्को मन नपर्दा अर्को होइन त्यस्तो गर्दै अनि त्यहाँबाट घरको काम पनि गरेँ हाकिम घरमा काम पनि गरेँ अनि घरको काम गर्दा त्यहाँबाट भएन भनेर त्यहाँबाट म के अरे होटल राखेँ होटल अनि 1-2 वर्ष गरेर होटल छोडेर किनार दोकान राखेँ अनि किनार दोकान राखेर त्यहाँबाट फेरि मासु पसल राखेर टेलर पनि राखेँ अनि त्यही मासु बेच्दै अनि म चाहिँ खसी काट्ने बेच्ने गर्दाखेरि चाहिँ म चाहिँ अब चाहिँ गाडी सिक्नुपर्छ है भनेर मैले गाडी सिकेर गाडीमा चौरमा खसी चराउन गएको थिएँ अनि गाडी सिकेको देखेँ त्यहाँ अनि देखे पछाडि अनि त्यहाँबाट त्यो गाडी सिकेको हेरेँ अनि त्यो रातभरि सोचेँ अनि भोलिपल्ट दिँदै सपनामा कुदाउनु थालिहाल्यो नि गाडी अनि विपना कुदाउनु पर्यो भनेर विपना सिक्नु गएँ अनि के गर्नु गाडी लिएर हिँड्दाखेरि मान्छेले ओठ लप्राउने छोरा मान्छेहरूले अनि के नाटक गर्न हिँडेको भन्ने अनि तपाईँहरूले गाडी चलाइदिइसकेपछि हामीले के गरेर खाने भन्ने यस्ता शब्दहरू प्रयोग गर्थ्यो पहिला मेरो लोग्ने अनि म छोरी भन्दा बढी माया लाग्छ मेरो ट्याक्सी विवाह त मेरो 13 वर्षमा काठमाडौँ आएको भनेपछि 14 मा लाग्यो होला मैले बिहा गरेर आएँ 14 वर्षमै गरे हो 17 वर्ष 18 वर्षमा छोरी पाएको अहिले छोरी 24 वर्षको मैले अहिले म भनौँ न बुढोसँग डिभोर्स भएर बसेको 22 वर्ष
रमाइलो सम्झना भनेको अब बाबा नमर्दै रमाइलो सम्झना थियो है। बाबा मरिसकेपछि त अनि सिधी हो नि, त्यहाँ दुःखका दिन सुरु भइहाल्यो नि। 2 बजी उठ्छु, अनि उठ्ने, अनि लुगासुगा लाउने ओर्ने, अनि त्यहाँबाट खाने के छ यसो तातपानी सातपानी खाने ओर्ने, अनि बिहान आउँछु गाडी लिएर, अनि 2 साढे 2 मा त म एयरपोर्टै पुगिसकेको हुन्छु। प्रायःले हौसले दिनुहुन्छ, राम्रो गर्नु भएको छ, छोरी मान्छे भएर पनि हिम्मत रहेछ तपाईँसँग होइन। खुसी भएर 500 लिने ठाउँमा 1000 दिएर जानुभएको छ। नै दाइ 4 बजीसम्म चलाउँछु, 4 बजीबाट ड्राइभर जान्छ। ड्राइभर नाइ ड्राइभर छ, 1500 भाडा दिन्छ, हामी दिन्छु। 1500 भाडा नराम्रो हो त दाइ? नराम्रो होइन नि, अनि अहिलेको यस्तो महँगीमा अब तेलै महँगो छ क्या अहिले। त्यही त 1500 भाडा दिन्छ, अनि बेलुका 4 बजी पछाडि गाडी दिएर पठाइदिन्छ। कहाँबाट चलाउँछ? एयरपोर्टबाटै। अब बसमा आउँछ? बसमा आउँछु, कहिले कहिले पठा चढाएर आउँछु। गरिबको न दसैँ, न तिहार, न तिज, न के हुन्छ दसैँ? चाडबाड हुन्छ गरिबलाई होइन र? आज दसैँ टिका दिन है भन्छ, आफूलाई कामै हतार हुन्छ, कुदेकै कि म घरकै बिमारी हुनु पर्यो घर बस्न, र न त म अहिलेसम्म घरमा एक दिन पनि छुट्टी बसेको छैन। त्यो ठाउँमा पुग्दाखेरि भुराहरू खेलेको हुन्छन् नि, आमा लेडिजले ट्याक्सी ल्याएको भनेर दङ्ग परेर हेर्छन् क्या। अनि त्यतिखेर चाहिँ बहुत खुसी लाग्छ। सानो हुँदा अब खेल्न मन पर्थ्यो, बच्चाहरूसँग त्यही त हो नि। के खेल्थ्यौँ अरे त्यति बेला? गोटा खेल्थ्यौँ होइन, के भन्छ हुतुतु भन्ने के भन्ने खेल्थ्यौँ। अझ खेल्नै मन पर्थ्यो नि, बालकको कारणमा के गर्नु पर्थ्यो र। म बाहिर चाहिँ म सबैसँग बोलेर हाँस्छु होइन। जब मलाई रुन मन लाग्यो, कुनै कुरामा मलाई मन दुखो होइन, जस्तो कस्तो जिन्दगी रहेछ, छोरा मान्छेको एउटा साथ पनि भएन, छोरा लोग्ने मान्छेले राम्रो साथ दिने मान्छे भएन। अनि कुनै बेला बच्चाहरूले कुनै बेला जबक लागेको बेला पऱ्यो भने चाहिँ म चाहिँ कसैलाई बोल्दिनँ, यस्तै गरेर खालि चौरमा आउने हो। अनि एक्लै जति रुनु मन लाग्छ, अनि आफूलाई त्यो सहन सक्नुहुँदैन रुने हो। अनि रोइसकेपछि टक्क मुखसुख धोयो, अनि ट्याक्क एउटा टिटो बनायो, खुसी भएर त्यहाँबाट फेरि आफ्नो बाटो लागिहाल्छु म त। खुसी जीवन भनेको के हो र? अब एक्लै हिँडेछ रोडमा है, नाचेर हिँडेछ, त्यही हो खुसी त मेरो लागि त। यो सिपै नभएको भए त अर्का घर जुठो भाँडा मलाई बस्नु पर्थ्यो होला होइन। यो सिप भएकै कारणले त नि अहिले बाहिर हिँड्न पाएको छ, बाहिरै खान पाएको छ। कसैले गाली गरेर छैन, कसैले कराउला छैन, निर्धक्क त्यसमै खुसी छु म त।